दर्शकवृन्द जय मसी अनि नमस्कार। म हेमराज विक, सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर 7 तुसारेदेखि बोल्दैछु। आज धेरैजना साथीहरूले चाहिँ हाम्रो छत्रेश्वरी 7 तुसारेमा चाहिँ के पाउँछ यहाँको बारेमा चाहिँ धेरैजना साथीहरूले चाहिँ थाहा पाउनु भएको छैन होला। आज म चाहिँ मेरो गाउँको बारेमा बोल्न गइराखेको छु। छत्रेश्वरी 7 तुसारेको दृश्य हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गाउँ चाहिँ धेरै छैन, तर आजको यस भिडियोले हजुरहरूलाई चाहिँ एकदमै यहाँको चाहिँ भित्री कुराहरूदेखि चाहिँ थाहा पाउनुहुनेछ। यहाँका नगदे बालीहरू, यहाँका खाद्यान्न बालीहरू अनि यहाँका सुन्दर वनपाखाहरू हजुरहरूले देख्न सक्नुहुनेछ। कृपया भिडियोलाई स्किप नगरिकन अन्त्यसम्म हेरिदिनु होला। देख्न सक्नुहुन्छ मेरो घर चाहिँ यता वनको छेउनेरको हो साथीहरू, जहाँ चाहिँ लाइन पनि पुगेको छैन, सोलरको पनि व्यवस्था गरिदिएको छैन। यहाँको सरकारलाई हजुरहरू के भन्न चाहनुहुन्छ? देख्न सक्नुहुन्छ अति नै राम्रो हाम्रोतिर चाहिँ तोरीहरू फुलिसकेको छ। हजुरहरूको तिर के कस्तो छ कृपया कमेन्ट बक्समा हजुरहरू बताउनु होला। सक्नुहुन्छ एकदमै राम्रो कुरा चाहिँ यहाँ हजुरहरू देख्दै हुनुहुन्छ। यो चाहिँ हाम्रा लामी डाँडा ठाउँदेखिको देख्ने दृश्यहरू देखाउँदैछौँ। पारीको चाहिँ साथीहरू मेला पोखरा भन्नुहुन्छ, त्यहाँ चाहिँ एकदमै कृषिको चाहिँ खेती गर्दै हुनुहुन्छ। त्यहाँको नजारा पनि हजुरहरूलाई देखाउने नै छु। कृपया भिडियोलाई हेरेर अन्तिमसम्म हेरेर साथ दिनु होला। देख्न सक्नुहुन्छ चाहिँ गाउँघरतिरको अवस्था। यो चाहिँ हाम्रो श्री सिद्ध आधारभूत विद्यालय छत्रेश्वरी 7 तुसारीमा पर्छ, जहाँ चाहिँ मैले पनि कक्षा 4 सम्म चाहिँ मैले पनि पढेको हुँ। र चाहिँ त्यसको नजिकै नागरिक सचेतना केन्द्र हेर्न सक्नुहुन्छ त्यहाँको अवस्था। हाम्रो यहाँदेखि देखिने हाम्रो गाउँको भ्यू हजुरहरूको सामु देखाइराखेको छु। गाउँघरतिर चाहिँ एकदमै रमाइलो छ साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ वारीपट्टिको ठाउँमा चाहिँ लाइन पुगिसकेको छ साथीहरू, यो पारीपट्टिको ठाउँमा चाहिँ पुगेको छैन। यो भिडियो स्थानीय सरकारसम्म पनि पुगेको होस् भन्ने म चाहन्छु। हाम्रो घरतिर चाहिँ हेर्नुहोस् साथीहरू, बेलौतीहरू पाकिसकेका छन्। मलाई चाहिँ एकदमै रमाइलो लाग्छ साथीहरू। गाउँघरतिर चाहिँ रुखमा बसेर बेलौती खाने, बिहानै मलाई चाहिँ देखेर खाउँ लागेर म चाहिँ रुखमा चढिसकेको छु। हजुरहरूलाई कस्तो लाग्छ बेलौती साथीहरू कमेन्ट गर्नु होला। हाम्रो घरको नजिकै चाहिँ धेरै बेलौतीका रुखहरू छन्। देख्न सक्नुहुन्छ हामी चाहिँ टिपिसकेका छौँ यति धेरै। कतिजनाले चाहिँ यसरी टिप्नुहुन्छ, हामी चाहिँ गाउँघरतिर पोखो पारेर टिप्छौँ साथीहरू। देख्न सक्नुहुन्छ साना धेरै बेलौतीका रुखहरू। देख्न
देख्न सक्नुहुन्छ। कतिजनालाई यस्तो चाहिँ रमाइलो लाग्छ कृपया हेर्नु होला। हाम्रो घर नजिकै हाम्रै घरमा चाहिँ देख्न सक्नुहुन्छ अमला, यो चाहिँ भिटामिनको रूपमा पनि एकदम राम्रो हुन्छ। यो चाहिँ नबिकेर यस्तै हुन्छ साथीहरू। यदि हजुरहरूलाई चाहिएको छ भने अर्डर गर्न सक्नुहुन्छ, कमेन्ट गर्नु होला। देख्न सक्नुहुन्छ यहाँ चाहिँ थुप्रो अमलाहरू फलिसकेको छ। चाहिँ धेरै अमलाहरू हुन्छ साथीहरू। हजुरहरूलाई पनि चाहिएको छ भने भन्नु होला। कतिजना साथीहरूलाई चाहिँ चिन्नुहुन्छ यो रुखलाई? गाउँघरतिर चाहिँ भला भनिन्छ साथीहरू। हो यसरी चाहिँ उनेर राम्रोसँग पाक्यो भने चाहिँ खान सकिन्छ यसलाई। गाउँघरतिर चाहिँ हामीले यसै बनाएर खान्छौँ। देख्न सक्नुहुन्छ हामीले साग सब्जीहरू आलुहरू लगाएका छौँ। हाम्रो चाहिँ यो धेरै ठाउँहरूमा बिक्री पनि हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ आरन हो साथीहरू। यो चाहिँ हाम्रै घरमा छ। यहाँ चाहिँ खुकुरीहरू, खुर्पा, आँसीहरू नयाँ पुराना सबै मर्मत गरिन्छ। हजुरहरूलाई पनि चाहिएको छ भने अर्डर गर्नु होला साथीहरू। देख्न सक्नुहुन्छ हामीले यसरी चाहिँ तयार भइसकेको छ। यसलाई चाहिँ पाइन हाल्न बाँकी छ साथीहरू। यसरी साथीहरू बनिसकेको छ। हजुरहरूलाई पनि चाहिएको छ भने कृपया अर्डर गर्नु होला। अनि यो चाहिँ साथी के होला? यो चाहिँ साथीहरू हाम्रो गाउँतिर चाहिँ कोदो भनिन्छ होइन साथीहरू। एकदमै कोदाको रोटी अनि एकदमै पौष्टिक पनि हुन्छ साथीहरू। हजुरहरूकोतिर के भनिन्छ कृपया कमेन्ट गर्नु होला। अनि यो चाहिँ हाम्रो गाउँघरतिर लगाएको साग सब्जी हो साथीहरू। हाम्रो गाउँतिर चाहिँ टन्नै सुन्तलाहरू पनि पाउँछ। देख्न सक्नुहुन्छ कागतीहरू, थुप्रो मात्रामा कागतीहरू छ साथीहरू। हजुरहरूलाई चाहिएको छ भने कृपया अर्डर गर्न सक्नुहुन्छ। कागतीहरू यत्तिकै छ साथीहरू। अनि सुन्तला पनि थुप्रो मात्रामा छ, जो देख्न सक्नुहुन्छ स्क्रिनमा। हेर्नु सुन्तला। हजुरहरूलाई सुन्तला कस्तो लाग्छ कृपया कमेन्ट पनि गर्नु होला। देख्न सक्नुहुन्छ बगैँचा नै छ साथीहरू। हजुरहरूलाई चाहिँ यस्तो फिल्डमा घुम्नु कस्तो लाग्छ साथीहरू? मलाई चाहिँ एकदमै रमाइलो लाग्छ। अनि यो चाहिँ साथीहरू हाम्रो गाउँतिरको मौरी पालन साथीहरू। देख्न सक्नुहुन्छ मह पनि पाउँछ साथीहरू हाम्रो गाउँतिर। हाम्रो गाउँ चाहिँ यस्तो छ साथीहरू। हेर्नुहोस् एकदमै म चाहिँ आफू जन्मेको ठाउँ मलाई एकदमै राम्रो लाग्छ साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला। यता पारिपट्टि साथीहरू लक्षिमपुर हुँदै हाम्रो चाहिँ पैया खर्क अनि देउराली खैराबाङ छ साथीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ यतातिरको हाम्रो गाउँ हो साथीहरू। हाम्रो गाउँका आज यस चाहिँ महत्त्वपूर्ण जानकारीहरू हजुरहरूलाई बताउने नै छु। देख्न सक्नुहुन्छ हाम्रो गाउँघरतिर चाहिँ हजुरहरूको गाउँघरतिर के भनिन्छ? हाम्रो गाउँघरतिर चाहिँ हेर टिमुर हो साथीहरू। हाम्रो गाउँघरतिर टिमुर खेती पनि हुन्छ साथीहरू थुप्रो मात्रामा। यसरी चाहिँ यो जङ्गलको
जङ्गलको बीचमा चाहिँ यसरी हाम्रो गाउँतिर चाहिँ टिमुर खेती गर्नु भएको छ। हजुरहरू के भन्न चाहनुहुन्छ देख्न सक्नुहुन्छ। यो चाहिँ के होला साथीहरू, यसको नाम के होला? हाम्रो गाउँघरतिर चाहिँ माटे भन्ने चलन छ साथीहरू। यसरी लगाउनु भएको छ। यो चाहिँ माटे के कामको लागि चाहिन्छ होला साथीहरू? एकदमै मलाई चाहिँ राम्रो लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ? हाम्रो गाउँघरका चाहिँ उत्पादन अनि नगदे बालीहरूको बारेमा अनि हाम्रो गाउँको बारेमा मैले आजको भिडियो बनाइराखेको छु। अनि देख्न सक्नुहुन्छ हाम्रो गाउँघरतिर चाहिँ थुप्रो मात्रामा केरा खेती पनि छ साथीहरू। यसरी छेउमा केराहरू लगाएर टिमुर लगाएर यसरी चाहिँ भिरालो बारीहरूमा खेती गर्न सकिन्छ। देख्न सक्नुहुन्छ हाम्रो स्क्रिनमा यसरी गर्नु भएको छ। हजुरहरूलाई म आजको भिडियोमा हाम्रो गाउँको बारेमा सक्दो बुझाउने कोसिस गर्नेछु। कृपया भिडियोलाई स्किप नगरिकन हेर्नु होला। देख्न सक्नुहुन्छ आजको यस भिडियोबाट चाहिँ हाम्रो गाउँबाट देखिने देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो जङ्गलको बीचबाट देखिने यो चाहिँ हाम्रो घर हो। जङ्गलको बीचमा साथीहरू यस्तो छ। चाहिँ हजुरहरूलाई आजको यस भिडियोमा चाहिँ अहिले राम्रो भ्यू देखाउनको निम्ति हाम्रो गाउँको भ्यू देखाउनको निम्ति चाहिँ जङ्गल अगाडि बढिराखेको छु। यता साथीहरूले चाहिँ कला पनि हाल्दै हुन्छ। माथितिर चाहिँ ग्वाला आउनु भएको छ होला। र चाहिँ यसरी चाहिँ रमाइलो लाग्छ साथीहरू वनतिर जाने अनि साथीहरूसँग चाहिँ गोठालो जाने। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। कतिजनाले गर्नुभयो देख्न सक्नुहुन्छ। मैले अघि चाहिँ निला पोखरा भन्ने थिएँ, त्यहाँ चाहिँ आइसकेको छु। यसरी हेर्नुहोस् छेउमा चाहिँ केरा लगाएर बिचमा चाहिँ कोदो लगाउनु भएको छ। यहाँ चाहिँ एकदमै राम्रो छ। हेर्नुहोस् साथीहरू कृषकहरूको लागि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ खुर्सानीहरू यसरी फलाउनु भएको छ। हजुरहरूलाई चाहिएको छ भने अर्डर गर्न सक्नुहुन्छ। यो भिडियोमा जति पनि देखिएका चिजहरू अर्डर गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ केराहरू यसरी चाहिँ कोदो चाहिँ टिपिसक्नु भएको छ साथीहरू। यसरी चाहिँ जङ्गलको बीचमा चाहिँ यसरी खेतीहरू गर्नु भएको छ। यहाँ चाहिँ भर्खरै तोरीहरू छर्नु भएको रहेछ। देख्न सक्नुहुन्छ यहाँबाटको दृश्य। मलाई चाहिँ एकदमै राम्रो लाग्छ साथीहरू। हजुरहरू पनि सत्रेश्वरी तुसारेमा आउनु भएको छ यो ठाउँमा आउन नबिर्सनु होला। देख्न सक्नुहुन्छ यहाँबाट देखिने दृश्य एकदमै रमाइलो छ साथीहरू। यहाँबाट चाहिँ हजुरहरूको घर कतातिर पर्छ कमेन्ट पनि गर्नु होला। कतिको घर देखियो साथीहरू त्यो पनि भन्नु होला। यसरी जङ्गलको बीचमा हाम्रो अङ्कलले गरिराख्नु भएको छ। आजको दिनसम्म पनि झर्कोको टुकीको सहाराले गरिराख्नु भएको छ साथीहरू। अर्काको घरमा चाहिँ मोबाइल चार्जर लगाउनु गएर त्यही मोबाइलको लाइटको घरमा यो चाहिँ हाम्रो जङ्गलको छेउनेरको हाम्रो घर हो साथीहरू। त्यहाँ चाहिँ लाइन पनि गएको छैन अनि यहाँ पनि पुगेको छैन साथीहरू। लामी डाँडा यहाँ चाहिँ पानी पनि पुगेको छैन, लाइन पनि पुगेको छैन। यो चाहिँ साथीहरू सत्रेश्वरी 6 सिम्पानी हो। यहाँ पनि लाइन पनि पुगेको छैन साथीहरू। अनि र यो ठाउँमा पनि लाइन र पानी दुवै पुगेको छैन साथीहरू। तैपनि हाम्रो अङ्कलले गरिराख्नु भएको छ। चाहिँ अङ्कलको
मेहनत गरिराख्नु भएको छ अङ्कलले। यसरी चाहिँ उहाँले जङ्गलको आफ्नो गाउँको घरलाई छोडिकन जङ्गलमा चाहिँ के गर्छु भनेर जङ्गलको बिचमा घर हालेर चाहिँ गर्नुभएको छ। हाम्रो उहाँ अङ्कलले हो, देख्न सक्नुहुन्छ। यसरी जङ्गलको बिचमा हेर्नु साथीहरू। यसरी देख्न सक्नुहुन्छ चल्लाहरू बाख्राहरू घुल्ने ठाउँ। यो चाहिँ बारी जोत्नको निम्ति ट्र्याक्टर हो साथीहरू। यहाँ चाहिँ घुम्न आएको मानिसहरूलाई चाहिँ फ्रीमा केराहरू पनि दिनुहुँदो रहेछ साथीहरू। यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला अनि जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। उहाँले चाहिँ स्थानीय सरकारको बारेमा चाहिँ गुनासो गरिराख्नु भएको छ। स्थानीय सरकारले चाहिँ केही पनि हेरिराखेको छैन भनेर भन्दै हुन्छ साथीहरू। हाम्रो स्थानीय सरकारलाई हजुरहरू के भन्न चाहनुहुन्छ कृपया कमेन्ट गर्नुहोला। यसरी चाहिँ पानी नभएको ठाउँमा हेर्नुहोस् त साथीहरू, साग फलाउनु भएको छ, देख्न सक्नुहुन्छ। यसरी हेर्नुहोस्, यहाँ चाहिँ केराहरू गाउँघरतिर चाहिँ यसरी पकाएर राख्नु भएको रहेछ। म चाहिँ घुम्न आएको थिएँ, मलाई चाहिँ दिँदै हुनुहुन्छ साथीहरू। यसरी हेर्नुहोस् न, मलाई चाहिँ एकदमै दुःख लाग्यो साथीहरू होइन। जङ्गलको बिचमा चाहिँ यसरी हेर्नुहोस् त, प्लास्टिकले बेरेको घरमा यस्तो जाडो मौसममा देख्न सक्नुहुन्छ। यो चाहिँ स्थानीय सरकारले चाहिँ केही पनि गरेको छैन होइन साथीहरू। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्यो? मलाई चाहिँ एकदमै दुःख लागेको छ होइन। यस्तो जङ्गलको बिचमा चाहिँ केही गर्छु भनेर आएको मान्छेलाई चाहिँ केही गरेको छैन। फाइनली मैले केरा पनि पाइसकेको छु होइन साथीहरू। हजुरहरू पनि घुम्न आउनुभयो भने आउन नबिर्सनु होला। देख्न सक्नुहुन्छ गाई गोरुहरू पनि पाल्नु भएको छ, दही दुधहरू पनि प्रशस्त मात्रामै हुन्छ होइन साथीहरू। एकदमै रमाइलो ठाउँ छ साथीहरू, हजुरहरू पनि आउनु होला। देख्न सक्नुहुन्छ कुकुरहरू पनि पाल्नु भएको छ अनि देख्न सक्नुहुन्छ खसी बाख्राहरू पनि। ल हुन्छ साथीहरू, अहिलेलाई भने यति नै छुट्टिन्छौँ। हजुरहरूलाई हाम्रो गाउँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हुन्छ, जय मसी अनि नमस्कार।